नमस्ते सबैलाई। आज मैले फेरि नयाँ कुकिङ भिडियो लिएर आएको छु। चिन्नु भयो त यो के हो? ल अब चाहिँ चिन्नु भयो हैन। आज मैले च्याउ बनाउँदै छु। च्याउको लागि चाहिँ मैले यहाँ चाहिँ मसलाहरू रेडी पारेको छु। मैले चाहिँ सिम्पल नै बनाउँछु। हरेक खाना मैले त्यति साह्रो मसलाहरू राख्दिन। च्याउको लागि मैले टिमुर पिसेर त्यसैगरी लसुन अनि खुर्सानी धनिया रेडी पारेँ। मैले कराईमा तेल राखेँ, त्यसपछि मैले टिमुर फुराएँ अनि खुर्सानी फुराएँ। अलिअलि रातो भएपछि फेरि मैले लसुन राखेँ। लसुनलाई मैले एकछिन भुटेँ अनि यसलाई मैले रातो हुन छोडिदिएँ। अनि यो रातो हुँदैछ। अब रातो भएपछि मैले फेरि च्याउ राखेँ अनि च्याउलाई मैले फेरि सबै च्याउ राखेँ। च्याउ चाहिँ मलाई यो एकदमै मनपर्छ। जङ्गली च्याउ खानु हुँदैन भन्छन्, तर यो चाहिँ हामी खाइरहेको च्याउ भएर त्यस्तै डर लाग्दैन। अरू अब नचिनेको च्याउ त खानु हुँदैन, चिनेर खाँदा चाहिँ त्यति साह्रो फरक पर्दैन साथीहरू। यसरी मैले च्याउलाई मैले भुटेँ अनि भुटेपछि मैले त्यो नाम्लो साग राखेपछि अनि पछि एकछिन त्यसलाई फेरि भुटेँ। एकछिन सुक्न दिएँ पानी सुक्न दिएपछि अनि मैले टमाटर राखेर त्यसलाई छोपिदिएँ, एकछिन राखिदिएँ। राखेपछि